हेलो साथीहरू, शुभ दिउँसो। अहिले मलेसियाको समय अनुसार 4:15 गइसकेको छ। यो समयमा मैले तपाईहरुलाई म पेट्रोलिङ गरेर घुमघाम गरेर चेक गरेर सबै गरिसकेर साग टिप्न गइरहेको छु। तपाईहरुले कतिजनाले यदि मलेसिया हुने साथीहरु हुन्छ भने कतिजनाले यो साग खानु भएको छ? पक्कै पनि तपाईहरुले भन्नु होला। म साग टिप्न गइरहेको छु। भरेलाई सब्जी देख्नुहुन्छ। यो साग खानु भएको छ हैन? तपाईहरुले कतिजनाले खानु भएको छ? यो लहरा लहरा हुन्छ। यसलाई चाहिँ टक्क टक्क कलिलो जहाँ छ ती ट्याक्क ट्याक्क भाँचेर टिप्नु पर्छ। यो सागहरु तपाईहरुले कतिले खानु भएको छ? यदि खानु भएको छ भने नि टेस्ट गर्नु होला। यो एकदमै मिठो हुन्छ यो साग। देख्न सक्नुहुन्छ है। म चाहिँ अब यो टिप्न गइरहेको छु। यसलाई कतिको टिप्नु पर्छ भने कतिको कमल कतिको छुडिन्छ त्यतिको टिप्नु होला। देख्न सक्नुहुन्छ। ल देख्नुहुन्छ है। यस्तो दामी हुन्छ कि यो साग। एकचोटी यदि तपाईहरु मलेसिया हुनुहुन्छ भने यो साग खान सक्नुहुन्छ है त साथीहरु। एकदमै राम्रो हुन्छ यो साग। यदि किराहरु लागेको छ भने हैन, अलिक किरा नभएको छानेर अलिक टुप्पा टुप्पामा टिप्नु होला। अरे साग धेरै खाने पनि हैन, थोरै लखलुर पारेर खान सकिन्छ। म यो साग टिप्दै छु साथीहरु। मैले चाहिँ यहाँको इन्डोनेसिया केटाहरुले यहाँनिर गार्डनर आउँछ हैन, गार्डनरहरुले टिपेको देखेर उनीहरुले लगेर पकाएको देखेर चाहिँ आज टिपेर खाँदै छु। कस्तो हुन्छ भरे तपाईलाई पकाएर पनि देखाउने छु यो साग र खाएको पनि देखाउने छु तपाईहरुलाई। यो सागको खाएको भिडियो नि हाल्ने छु है त साथीहरु। ल अहिले भने यति भन्दै तपाईहरुको माझबाट छुट्छु। म यसलाई पूर्ण टिपेर भरै तपाईलाई पकाएर खाएको देखाउने छु। तपाईहरुले पनि खान सक्नुहुन्छ। एकदम ब्यागे छ यहाँ। ब्यागेले मलाई टोक्न थालिसक्यो।